हेलो गाइज, त्यसमा प्रतीक अनि आज चाहिँ हामी भन्नाले म एउटा दाइ अनि त्यसपछि सुशील मेरो साथी हामी तिनजना चाहिँ एक ठाउँ घुम्न जाँदैछौँ। त्यो ठाउँ चाहिँ यहाँबाट अलिक बढी नै टाढा छ, मतलब लगभग जस्तै 8-9 किलोमिटर छ। अनि हामी चाहिँ साइकलमा जाँदैछौँ। अनि त्यसपछि आजको मौसम चाहिँ फेरि अहिलेसम्म ठिक थियो, उठिन्जेलसम्म उठेर अनि मुखसुख धोएर अनि क्रिम लगाएर यस्तो निस्किँदाखेरि चाहिँ यस्तो बादल आएर पानी पर्ला जस्तो भइरहेछ। अब हामी यहाँबाट नि स्कुलमा भेटेर त्यहाँबाट जान्छौँ, लोकेसन हेर्दै जानुपर्ने हुन्छ। अनि त्यही भएर बिचबिचमा आउँदै गरौँला। यो चाहिँ कालो लुगाले ढाकेको चाहिँ हाम्रो स्कुल हो। अनि म चाहिँ यहाँ आइसकेँ, अझै 10-19 भइसक्यो। 10 बजे आउने भनेर मान्छेहरू छैन हत्तपत्तो। एउटा यताबाट आउने हो आएन, एउटा यताबाट आउनुपर्ने आएन। म आएर यस्तरी बसिरहेको छु। जाडो छ, मौसम यस्तो छ। ब्युटी अफ नेचर। एकछिन कुरम अनि आउँछन्। आइसकेपछि यसो लोकेसन हेरेर सर्च गरेर लोकेसन हेर्दै जानुपर्ने हुन्छ। हामी यहाँ मान्छे एउटा हाम्रो एटिएम दाइ, नाम एटिएम है हाम्रो दाइको चाहिँ। अनि मलाई यहाँ आधी घन्टा कुराएर आयो भनेर अब यस्तो धनी छ नि, क्या त्यहाँ ह्यान्डल हेर्ने ह्यान्डल नै अब यस्तो आमामा ल कस्तो बिल्ला र अरू कहाँ गयो के यहीँ अगाडि आइपुग्यो भन्थ्यो। अनि एटिएम दाइ आइपुगेको टाइम लाग्छ त भन्दै भन्दैन नि 5 मिनट भनेर आधी घन्टा कुराइदिउँ। मलाई तपाईँले 20 मिनट भने आधी घन्टा कुराइदियो। अनि हेयरस्टाइल हेरेर साथीहरू यस्तो हेयरस्टाइल बनाउन चाहिँ लगभग है 2 करोड पर्छ। 2 करोड पर्छ। 2 करोड पर्छ आयो उयो हो यही भाइ हो। यो एउटा नेवार बुद्धि मरो छुड्याउ नेवार। यही एउटा सुशील दाइको नाम चाहिँ एटिएम भइहाल्यो। अब एनी टाइम मनी है, ड्याममा लगाएर सब्स्क्राइब गरौँ। एनी टाइम मनी लिएर आयो ल। लोकेसन हाना त्यसो अब त्यहाँ यस्तो छ नेवार भएर बुद्धि छैन यार। के भन्नु यस्तो पानी परे बेलामा कहाँ जाऊँ भन्छ यार। पानी भिज्दैन नि हामी। अलि गरौँ न। घामले भिज्छ त पानी। 360 क्लब जान्छ नि फेरि लड्यो भने त 360 क्लब जान्छ नि। क्यामेरा सेफ्टी त हुन्छ नि फेरि। यो त मैले उहिले नै मासु के हो जान्ने फेरि ल। यहाँ कहाँ च्यान खै हेरौँ न। ओए यहाँबाट रहेछ त। केही हामी चाहिँ लगभग आधी बाटो हिँडेर उकालो चढेर थकेर आएर एकछिन यहाँ बसेको। बाटोमा फेरि चेन फुस्केर यहाँ यस्तो भएर सरी। अनि यहाँ बस्न लाग्यो एकछिन। ओइ दाइ तपाईँ त थाकेन होला है? तपाईँ थाकेन होला तपाईँ त? 60,000 ख्याल चला हाम्रो जस्तो हुनु पऱ्यो 4-5 हजारको। गियर मात्र कति उठाएको साइकलमा। सुशील नि छिटो ओर्लिनु त। अनि अब एकछिन बसेर थकै मारिवरी जान्छौँ हामी। अनि त्यहाँ मूर्ति छ भने जानु लाग्यो। अनि त्यसको खै विश्वकै कति नम्बरको अग्लो हो कि के भन्ने यस्तो लागेको थियो। मैले गुगलमा हेर्दाखेरि अब यस्तो मोबाइल देखाउँछ र हामीलाई। अब के गर्नु छैन हामीसँग, तिनवटा आँखा भएको यस्तो। ओ 2 लाखको साइकल चढाएको छ मेरो। अनि त्यो के भन्थेँ मैले, विश्वको सबभन्दा अग्लो हो कि टप 5 मा अग्लो हो कि के हो त्यति जस्तो लागेको थियो। अनि त्यही भएर हामी जान चाहिँ कारण उकालो लास्ट चाहिँ अनि त्यही भएर उकालो धेरै भएर एकछिन रोकेको। अब किसिमै देखेर हार त्यहाँतिर। अनि यहाँ एकछिन बस्न लाग्यो तर च्यान घाटेर त थाहा थिएन। अनि आज यस्तो छ।
यस्तो हावाको आवाज आएर पानी पऱ्यो भन्छन्। मौसम खासै गतिलो छैन चाहिँ हेर्नु यहाँ यस्तो छ। Turn right. रेस्ट इन पिस ब्युटिफुल सोल भन्दै अब फेरि हामी हातभरि काला लगाएर चेन बनाउन लागि जिन्दगी। अब अहिले अगाडि गएर फेरि आउनेछौँ, त्यही भएर त्यति जेलको लागि प्रतीक्षा गर्नु होला भन्नु। मान्छेहरू के पार्किङ होला यत्रो परिश्रमपछि कति उकालो चढ्यो जिन्दगीमा यति उकालो पनि चढेको थिएँ पहिला अहिले पनि चढेँ। अनि फाइनल्ली हामी चाहिँ यही हेर्नलाई आइपुग्यो। बुद्ध भनेर आएको हो तर बुद्ध त होइन, यो के हो खै यस्तो छ ठाउँ चाहिँ होइन। सेन्दाई हिल्स होटलको साइडमा रहेको छ यत्रो मूर्ति। लगभग होटल जत्रो होटल नै ठुलो हजुर, यो होटल नै ठुलो छ बाबा। अनि यहाँनिर के हो फेरि यहाँ केही बन्दै जस्तो ढुङ्गासुङ्गा छ। अनि साइकल राख्ने ठाउँ नभेटेर अहिले हामी यत्तिकै उभिरहेछौँ। साइकल घुमाउनु पऱ्यो यो 50 रुपियाँ सुरु चाहिँ। वाह ब्रेक नहालिकन ब्रेक लाग्छ साइकलमा अहिले कडा। कोही मान्छेहरू जापानमा अब यही हेर्न आउने हो भने चाहिँ टक्क साइडमै होटल छ, सुविधा। एउटा कुरो साथी यहाँ बसिरहेछ मस्त विरक्त लगाएर गर्लफ्रेन्डलाई सम्झिरहेको बिचरा। गर्लफ्रेन्डको याद आउँछ मलाई धेरै नै है, माया गर्छु नि त म। आउँछ आउँछ आउँछ। हाम्रो अर्को सिनियर दादा उता कता गइरहन्। साइकल त चराखेको हुन्थ्यो क्या हामीले है। के हेर्न आयो बुद्ध भनेर आएको तर बुद्ध त होइन, के हो भन्ने कुरो त नि थाहा छैन चाहिँ। तर ठुलो चाहिँ लास्टै ठुलो छ। त्यो टुप्पोमा चाहिँ के रहेछ? टावर पो त्यसका बाजे। ल उता गएर साइकल राखेर आउँछौँ हामी, त्यसपछि फेरि ठाउँमा भिडियो गर्छौँ है त। स्टे ट्युन। अलि साइकल पार्किङ गरी कपाल हेर साथीहरू यहाँ कपाल हेर यहाँ। तपाईँलाई यस्तो कपाल पनि फेसन सोच कहाँ आयो दाइ? जन्मिँदै यस्तो ठाडो भएर जन्मेपछि के गर्नु? भाले लभर हो क्या तपाईँ? भाले लभर भाले लभर भने के यस्तो छ हेर्नु साथीहरू। साइकल बोक्ने चाहिँ बिर्सिनी खाली ब्याग बोकेर आज यहाँ के नहाले त बोक्न देखायो। भिज्यो पानीले परेन, पानीले भिजाउँछन्। अनि हामी आएको चाहिँ टक्क लाएर ढ्यान ट्याडेन मूर्ति हेर्न। अहिले मूर्ति हेर्न पैसा पऱ्यो भने फेरि एटिएम छ साथमा, एटिएमलाई यसरी सातभित्र हाल्नु पिनकोड हेर्नु साथीहरू। हातमा मात्रै हेर्नु यहाँनिर ल, कतिको सम्पत्ति छ हातमा हेर्नु त। खै यता यस्तो यसलाई गर्नु न, यसलाई यस्तो यता कतिको सम्पत्ति हातमा मात्रै। एकछिन मेन यहाँ देखाउने बाइक छ कता घरको हात यहाँ आइसी स्पिड ट्याक्कै हेर्दा पनि अलिकति गोरे भएर मात्रै हो। हर्कँदाखेरि ट्याक्कै आइसी स्पिडकै हो। मलाई एकदम फेमस बनाउनु पर्यो। हामी धेरै नै उकालो चढिन पनि धेरै चढेर त्यही भएर अझै उकालो सकिएको छैन। जाँदा यो ठाउँमा सेन्दाई दाई क्यानन दाई सेन्दाई दाई क्यानन गुगलमा सर्च हानेर ल तपाईँहरू आउनु सक्नुहुन्छ। बस चढेर आउँदैन हुन्छ 3जना चाहिँ आज। अब मेरो भ्लग चाहिँ दुइटा हुन्छ, एउटा गोकुल र कृष्ण भन्ने। अब यो कृष्णको डुप्लिकेटलाई लिएर आएको छ आज। कृष्ण चाहिँ सुतिरहेको छ जाम भनेको, अनि सन्चो छैन अरे अनि सुतिरह। त्यसपछि गोकुल चाहिँ नाइट काम गरिरहेको थियो, अनि त्यही भएर गोकुल भाइ पनि सुतिरह। म निस्किँदैन गोकुल भाइ ठक्क सुत्न रेडी भइसकेको सुतिसकेको थियो। अनि यो भाइलाई फोन गरी यो दाइलाई फोन गरी यो दाइले मलाई 30 मिनट पुऱ्याइदियो गएकोमा। आउँदैछु भाइ आउँदैछु 20 मिनट भने सुरुमा गएर कुर्छु आउँदैन। सिग्नलै मतलब 2 जोड छ भने दाइले मलाई। अनि
यो भाइ फेरि यो भाइ त्यही अगाडि छु क्या म त्यही अगाडि छु बत्तीको बिलको मान्छे आएको त डिस्काउन्ट दिन्छु भने डिस्काउन्ट दिन्छु म तँलाई बस्नु अझ के त्यही अगाडि छु कि म एटिएम दाइ पुग्यो अरे मलाई चाहिँ के अरे पैसा धेर छ भने एटिएम भने खान्छन् होला मान्छेहरूले तर होइन होइन दाइको नामै एटिएम हो एटिएम होइन खास गरी इटिइएम रहेछ नाम चाहिँ इटिइएम भ्लग ठ्याक्क लगाएर गएर सब्सक्राइब गरिहाल्नु डिस्क्रिप्सनमा लिङ्क छ बास डिस्क्रिप्सनमा लिङ्क छ गएर सब्सक्राइब गर्नु होला अनि अनि टिकटकहरूमा दाइको एकदमै भाइरल होस् नि दाइको यस्तरी यस्तो देखाउने यस्तरी लुक्स हेर न लुक्स हेरी सक्छ त कसैले फेरि यहाँ अहिले हरे बोल्छ गफ हान्न हान्छ बोलिसक्यो जाम ए सिस्टम हेर्नु न सिस्टम होइन सिस्टम फलो गरेपछि देश बन्छ हो कि नै सिस्टम फलो नगर्ने हामी अनि देश बनेन भने फेरि कम्प्लेन पनि हामी गर्छौँ यस्तो छ यहाँ क्या भ्लग बन्ने रे क्यामेरा चलाउन आउँदैन त्यही भने मलाई पहिला देखाउनु पर्यो क्या अनि यहाँ पर्दैन भनेको यतिकै देख्छ क्या मलाई पनि देखिरहेछ सब देखिरहेछ ए सबै देख्छ क्या तिम्रो अगाडिदेखि पार्छ सबै देख्छ भने के त नबुझेको त्यो देखाउनै पर्दैन यहाँबाट देखाउने होइन अनि यो चाहिँ साकुरा है जापानको राष्ट्रिय फुल यो फुल्ने सिजन हो फेरि एक हप्तामा सबै सकिसक्छ यो यस्तो छैन अब यहाँ मैले च्यानल खोल्दै बाँकी छ मेरो चाहिँ च्यानलमा चाहिँ बिस्तारै बिस्तारै आउँछ मेरो फेरि भनौँ त फेरि भनौँ त अघि कुरा मैले चाहिँ आज फर्स्टरी भ्लग गरेको है ताल रहेछ साथीहरू हेर्ने कस्तो ताल हो यो ताल पानी परिरहेको छ नत्र मौसम राम्रो भएको ठाउँ राम्रो देखिन्थ्यो मौसम अलिक खतम छ हिजो नि भनेको हामी यो दाइ इटिएम दाइको काम पऱ्यो अरे अनि काम चाहिँ के थियो अरे भाडा दिनु लुगा काम थियो दुईवटा सब्सक्राइबर यहीँ छन् पहिल्यैदेखि नाम के राखौँ ल के छ केसी भ्लग ल है त त्यही राख्नु पर्यो त्यही भएर अनि 360 क्यामेराबाट यो चाहिँ मैले आफ्नै कमाइले पहिलोचोटि किनेको ए अरे गफ दिन नि एउटा हुन्छ नि पार्किङ छ त्यतिर टक्क अनि यस्तो छ ठाउँ सिन यो यहाँलाई टिकट काट्न मिल्छ कि मिल्दैन भन्ने कुरो थाहा छैन यो भाइको कुरा इग्नोर गर्ने भाइ हावा बोलाएर क्यामेरा लिएर अनि यस्तो छ ठाउँ उधर से ओ इरिगुच्चीको खान्जी यस्तो छ लुक्स ए न सरी यस्तो छ भ्यू फुल फुलिरहेछ टक्क यस्तो छ ठाउँ जितवान बाइकी छ त्यहाँनिर ओ खो यार सिन यार हाम्रो अब यहाँ फोटो खिच्ने सिजन चल्छ साथीको ठ्याक्कै गर्लफ्रेन्ड भन्ने गर्लफ्रेन्डको फोन आयो अनि चट्ट लाएर दिस इज द भ्यू ब्रो वाच द भ्यू तर भ्यू भनेको पनि आकाश राम्रो भयो क्या बवाल देखिन्थ्यो आकाश पुरै बादल ड्याममै ढाकिदियो अब एकछिनपछि फोटो सेसन सकेमा हामी पहिला हाम्रो त्यसपछि आउनेछौँ अहिलेको लागि सब्सक्राइब मिनासान यो हेरेर नसक्छ सब्सक्राइब गर्दै गर्नु होला है त्यति भन्न चाहन्छु अहिलेको लागि गएको म अहिले चाहिँ आउँछु एकछिन ए हामी चाहिँ अब टक्क फाइनली बाहिरको सेसनहरू सकाइवरी भित्र छिर्दैछौँ यो टोइलेट कहाँ हानेर लेखा भिडियो दामी त कतै लेखायो नि जाउँ यस्तो हिँड्दैछौँ हामी जुत्ता हेर्ने तेरा घर जाएगा सुशील भाइ तेरा घर जाएगा यो दाँत यो भित्रको जिब्रो ओइ तर कतै केही भने नि छिराउन तर भित्र फोटोहरू खिच्न मिलेन भने चाहिँ राख्छु मिल्यो भने चाहिँ देखाउँला अलिअलि फोटो ओके रे है इन्फर्मेसन साइन फोटो ओके बास भिडियो र फोटो एउटा यहाँ त 500 एन लाग्दो रहेछ नि त ए यहाँ त पैसा लाग्ने रहेछ नि त है तँ न त दिमागको 1000 रुपैयाँ बोकेको छु
एटिएम त यसमा होला नि के चाहिँ पैसा पैसा लाग्ने रहेछ कि कहाँ चाहिँ कहाँबाट टिकट त्यहाँभित्र भित्र छ भने चाहिँ के छ पानी यसको फिटहरू यहाँ 12 फिट रहेछ है हामीलाई चाहिँ 68 मिटर रहेछ मान्छे पनि जानु मिल्छ ओ मिल्दो रहेछ यहाँ एलिभेटर रहेछ ए बस गइसक्यो नि हामी जान्छ हामी चाहिँ माथि जाँदैछौँ होइन यहीँ रहेछ कुनै छु किन राखेँ तपाईँले अन्त सन्डे Going student, 1,500. हाई मलाई अनएक्सपेक्टेड पारामा आइयो है यसो छन् सोचेको थियो त हामीले सोचेको थिएँ नि आउँछ भनेर हामी लास्टै नाम है है हामी यहाँ लास्टै भगवानै भगवान् छन् त अनि सबै के हो पुरै है यो चाहिँ राक्षस रहेछ यो चाहिँ माउस रे यसको नाम चाहिँ ऱ्याट युवातो यस्तो ठाउँमा आइपुग्यो फाइनली हामी अब यो यतापट्टि देउता यता राक्षस हो के हो यो मलाई के लाग्छ यो देउता ए यता देउता यता राक्षस हो होइन यार यता चाहिँ यता देउताहरू यता चाहिँ कस्तो डर लाग्छ एरे बेता उहाँ छ अहिले देखाएको थियो त छिर्ने बेला इन्ट्रान्समा प्यान्ने आउनुपर्ने चाहिँ हामी त के खाले हामीले छिर्ने बेला माथि जानु त भनेर एरे बेता यहाँनिर बेता आउँछ नि एरे बेता यहाँभित्र हो कि ए बुकहरू पनि रहेछ हेर्नु दिस इज नट फर सेल रे ओके हामी किन्दैनौँ यस्तो सेल नभए पनि पैसा रुट यता देखाएर कि हेऱ्यो यता यता कि ए हेऱ्यो यता अघि पढायो नि जाने अन्त कतिमा जाने हाई 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 ए 2 फ्लोर 6 फ्लोर 10 फ्लोर 12 फ्लोर हामी चाहिँ त्यहाँ जापानिजहरू भएर त्यो भिडियो बन्द गऱ्यौँ तर यहाँनिर हेर्नुहोस् त साथीहरू ल हेर्नुहोस् हामी चाहिँ चढ 2 फ्लोर झरेर यसो हेरेको माथि त अनि यस्तो डेन्जर छ माथि त अनि हेर्नुहोस् त अनि छुट्टिदो नि आज नि यो चाहिँ हाम्रो टिकट खिच नि तल यो चाहिँ हाम्रो टिकट स्पोन्सर बाई सुशील केसी धन्दा नेपाली भन्दा मैले त तपाईँको च्यानललाई फेमस मनपर्छ पछि गएर तपाईँहरू दुईजना नि अहिले कति सब्सक्राइबर छ 2 मिलियन हुँदैन के थाहा भिडियो र फोटो खिच्दै खोज्छ थिएन अनि खै खुल्दैन ढोका जाडो जाडो जस्तो भयो ल त्यसको मिनी भर्जन चाहिँ यहाँ छ है छिराम त अघि जापानिज भएर मैले एरियामा भिडियो बनाइन एउटा अहिले बनाउँदैछु अहिले हामी यस्तोमा छौँ अहिले हेर्नुहोस् यता छुट्टै छ भ्लगरहरू धेरै भएपछि गाह्रो छ अब यता अपकमिङ भ्लगर फेमस हुने मान्छे चाहिँ म जस्तो लाग्दै यो दुईटा भ्लगमा आएर अब छ तल आइपुग्यो रोक्खाइ आइपुगेको छ पुगेको छ लेट्स गेट आउट छ तलामा माथि त के पनि छैन रहेछ यस्तै यस्तै मात्र हो तलै मात्र यता नि भगवान् भगवानी भगवान् ओ तर जामै ए भगवान् हेर्नु त नेपालको जस्तै नेपालले कस्तो दामी है भगवान् नेपालको होइन भगवान् सबैको भगवान् सबैको हामी सबैको यहाँबाट फेरि यसरी के छैन जस्तो है सिधै बाहिर जाऊँ है अब सिधै माथि जाऊँ एक राउन्ड ए रोक
थिच न माथि तल पो थिच नम अब आएको तल चाहिँ थिच्यो यार तल थिच्यो अब तल जान्छ यो माथिको तलको भन्ने कुरो कि माथि छ त अब दुई तला पुऱ्याइदियो यार भयो त अब माथि जान्छ आलु दुई तला पो होइन सबै फ्लोरमा होला भनेको त घुम्ने मात्र बाटो मात्र सिधै बाह्रमा नआऊ है हामी घरमा जामिजहरू कहाँ जाने जामिज OK OK 大丈夫来たかなはいどうぞ दर्जा भयो अब यस्तै छ त नभन्ने यो पढा न आउनु हामी सिधै जुनी खाइ 12 तल जाँदैछौँ हाम्रो खलासी ल चाहिँ बेचारा ए यति दाडी छिरौँ ल साथीहरू यति हेर्नलाई आइयो हामी यो चाहिँ 12 तला मैले सोचेको थिएँ यहाँबाट बाहिर हेर्नु मिल्छ होला भनेर तर नमिल्ने रहेछ कि के हो यहाँनिर झ्याल त छ देखिँदा केही पनि देखिँदैन त्यस्तो क्लियर बादल आएर डम्मै छ नत्र यस्तो देखाइदिनु हुन्थ्यो पुरै बादल आएर केही देखिँदैन नयाँ ड्रागन छ टक्क लाएर यो सुनको हो कि होइन भन्ने कुरो हो अब यस्तो ठाउँमा आइपुग्यो ओखो गोल्डसको फुल जस्तो छ यहाँ हामी आइपुग्यो यस्तो छ यस्तो रहेछ टक्क देखियो ठाउँ चाहिँ अहिले टक्क अलिअलि क्लियर भएर अझ राम्रोसँग क्लियर भइसकेको छैन यहाँ चाहिँ गल्फ खेल्ने ठाउँ छ होइन गल्फ त खेलिरहेन केटाहरूले देखिन्छ त हामीले ओइ जुम त गरेँ कहाँ गरेँ मैले गल्फ खेल्दैछ नि यहाँनिर मूर्तिको लास्ट टपमा चाहिँ यस्तो रहेछ हेर्न आइयो अब हामी जाँदैछौँ फेरि पनि लिफ्टबाटै पानी परेछ यस्तो अनि नियनको जेको जाप्ने सुनाम अब हामी चाहिँ हाम्रो साइकल पार्किङमा आइसकेका छौँ र साइकल जान्छौँ पानी परिरहेको छ पर्न तर अब बिस्तारै जान्छौँ होला अनि अब भोलिबाट त नेपालमा 2082 साल लाग्दैछ नयाँ वर्षको मेरो तर्फबाट धेरै धेरै शुभकामना सबैजनालाई इष्टमित्र साथीभाइ सबैलाई चिनेको सबैलाई अनि नयाँ वर्ष राम्रोसँग मनाउनु होला राम्रो काम गर्नु होला लाइफमा दुःख सुख भन्ने कुरो अब लाइफको पार्ट हो आउँदै गर्छ त्यसलाई राम्रोसँग सामना गरेर नयाँ वर्ष आफ्नो परिवारसँग राम्रोसँग मनाउनु होला हामी त नयाँ वर्ष नमाने 2 वर्ष भयो सुशीललाई हाम्रो उसको र यो भाइको र मेरो 2 वर्ष हो अनि पहाडको दाइको 3 वर्ष त्यस्तै छ लाइफ अनि साथ दिनेहरूलाई धन्यवाद छोड्ने त कोही पनि छैन मलाई सबैले साथै दिइराख्नु अहिलेसम्म त्यसैले साथ दिइराख्नु होला गुण बिर्सिने छैन सबैको गुण एक दिन तिर्नेछु त्यही भएर त्यसै भन्दै नयाँ वर्ष राम्रोसँग मनाउनु होला फाइनली हाम्रो आजको दिन सकिएको छ घुमेर सकिएको छ अहिले चाहिँ हामी घर फर्किँदैछौँ अनि अब घर आइपुग्नु आयो त्यहाँ घर आइपुग्नुभन्दा अगाडि नै भिडियो एडिटिङ गरौँ भन्ने सोचमा अब गोप्रो जस्तो क्यामेराबाट भ्लग गर्ने भनेको अब ब्याट्री नै सक्यो अरे अब होइन के भन्ने अब इन्स्टा 360बाट भिडियो आयो नि त आज भनेको सक्यो अरे त्यही भएर अब यसरी नै साइकलको स्ट्यान्ड राखेर साइकलमा स्ट्यान्ड राखेर नै भिडियो बनाउँदैछु मैले अनि अब
सकेसम्म भ्लगहरू छिटै नै अपलोड गरौँला पाएसम्म सकेसम्म। अनि आजको भिडियो चाहिँ अब थाहा छ के थियो भन्दाखेरि त्यही मूर्ति हेर्न गएको थियौँ हामी। अनि मूर्ति हेऱ्यो, त्यसको भित्र पनि गयो के रहेछ भनेर। खासै भित्र हामीले सोचेको कस्तो थिएन, पुरै धारा टाइपको होला, माथि गएर भ्यू हेर्न मिल्छ होला भन्ने सोचेको, तर रहेनछ। अफसोस ठिक छ। अब फेरि कुनै दिन कुनै नयाँ ठाउँ लगेर गएर ठिक छ। अब पनि फेरि कुनै दिन कुनै नयाँ ठाउँ गएर त्यही ठाउँको फेरि नयाँ भ्लग लिएर आउने बाचासहित यो भिडियोलाई यहीँ एन्ड गर्न चाहन्छु। अनि भिडियो हेरेर लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गर्न नभुल्नु होला। अनि डिस्क्रिप्सनमा एउटा लिङ्क राखिदिन्छु, गएर त्यो च्यानललाई पनि सब्सक्राइब गरिदिनु होला। हाम्रो इटिएम दाईको च्यानलहरूको चाहिँ होइन सब्सक्राइब गरिदिनु होला, सपोर्ट गरिदिनु होला भन्न चाहन्छु। र फेरि पनि अन्तिममा नयाँ वर्षको धेरै धेरै शुभकामना सबैजनालाई। स्वास्थ्य रहनु, खुसी रहनु, मस्त रहनु। धन्यवाद। लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गर्न नबिर्सिनु होला। यति भन्दै बाई बाई।